अहिले म 80 केजी को छु। अब 30 डेज भित्र 65 पुग्छु। डे 1 लेट्स सी पोसिबल छ कि छैन। बिहान स्टार्ट वाटरबाट बडी हाइड्रेट भयो भने फ्याट लसमा सपोर्ट पुग्छ। मर्निङ मिल डन क्लिन एन्ड सिम्पल, जङ्क छैन, रियल फुड मात्र। लन्च दाल भात पावर 24 आवर, क्यालोरिज प्लस प्रोटिन ब्यालेन्स गरेमा एनर्जी आउँछ। एक्जाम पनि नजिक छ तर एक्सक्युज छैन, डिसिप्लिन चाहिन्छ। जिम अघि प्री वर्कआउट मिल खाए एनर्जी चाहिन्छ पर्फर्मेन्सको लागि। आज चाहिँ चेस्ट र ट्राइसेप्स डे हो र आजदेखि म वेट लसमा भएकोले कार्डियो पनि एड गर्नेछु। त्यसको लागि म गर्छु मिड चेस्टको लागि बेन्च प्रेसको 3 सेट 8 रेप्स, अप्पर चेस्टको लागि इन्क्लाइन डम्बल प्रेसको 3 सेट 10 रेप्स, मिड चेस्टको लागि चेस्ट फ्लाइको 3 सेट 12 रेप्स। ट्राइसेप्समा मैले गरे ल्याटरल हेडको लागि ट्राइसेप्स रो पुश डाउन 3 सेट 12 रेप्स। ट्राइसेप्समा पहिलेको तुलनामा अहिले थोरै चेन्ज भएको म देख्छु। लङ हेडको लागि ओभरहेड डम्बल एक्सटेन्सनको 3 सेट 10 रेप्स। लास्टमा ट्राइसेप्सको लागि म गर्छु मिडल हेडको लागि रिभर्स ग्रिप पुश डाउनको 3 सेट 12 रेप्स। पुश डे डन, पेन नाउ रिजल्ट लेटर। डे 1 फिजिकली स्टार्टिङ पोइन्ट हो। अब चेन्ज देखिन्छ कि हेरौँ। 29 डेज लिफ्ट फलो गरेर रियल ट्रान्सफर्मेसन देखाउँछु।